यहाँ कतिजना हुन्छ त तपाईँको यो भेडा गोठालो गोठालो भाइ काट्नु त काट्नु न पर्नु चाहिँ पहिला म सोध्छु के कोही सोध्नु ल पहिला यो उदाउनु पर्यो त्यहाँबाट उनी उन काट्नु रहेछ भनेर विश्वमा देख्छ नि त हो अनि यो तपाईँहरूको घर चाहिँ तल बारपाकै होइन बारपाकै हो कहिलेतिर यतातिर यो भेडालाई चाहिँ यो माथितिर ल्याउनु भएको पहिला चैता वैशाखदेखि यहीँ हो होइन यहाँ आएर त 15-20 दिन त 15-20 दिन भयो अब कति दिनपछि फर्किनुहुन्छ अब भोलि पर्सि नै फर्किन्छ तल तपाईँले यो भेडा कति जति छ होला अहिले यहाँ अनुमानित तपाईँले भन्दिनु नि अनुमान सबै गरेर 2025 जति भेडा छ है अहिले यो तपाईँले यो भेडालाई यहाँ यो भुत्ला निकालेर उनको लागि निकाल्नु भएको हजुर यो उनै हो उन काटेको हजुर अब चाहिँ त्यसलाई विशेष गरी यो राडी नै बनाउने होला होइन यो गाउँ लान्छ त्यहाँबाट त्यो यो मैला हुन्छ है मैला धोएर खोलामा लगेर धोएर फेरि अब धागो बनाउनु पर्यो धागो बनाएर पो बल्ल ए त्यो सेतो लट्टोमा धागो बनाएको एरी रहेछ हो हो हजुर त्यही हो अनि यो त कलर छुट्याउँछ कालो होइन कालो सेतो यो सब मिलाउने के ए छ नि त यहाँ कोही त सेतो मिसेर बुन्छ हजुर एउटाको वर्षमा कतिचोटि काट्न मिल्छ 6 महिनामा 6 महिना निकाल्ने 12 महिनामा 6 महिनामा निकाल्छ यो त बुढो नै भइसकेको छ भेडा लागि घाँस काटेर